ल अब चाहिँ हामी बन्दुके डाँडाको चाहिँ माथिल्लो स्टेपबाट चाहिँ तम्मर पर्मा कल्चरतिर चाहिँ हामी मुभ हुँदैछौँ र त्यहाँ चाहिँ विशेष गरी आज स्याउ खाने कार्यक्रम छ र स्याउ चाहिँ बवाल पाकेको छ र भिडियो चाहिँ यहाँले चाहिँ क्रमसँग हेर्दै गर्नु होला र हाम्रो टिमहरुको चाहिँ यहाँ पर रमाइलो गर्ने कार्यक्रममा चाहिँ पनि छ र भिडियो चाहिँ हेर्दै गर्नु होला है गाइस। अब हामी बन्दुके लर्निङ ग्राउन्ड तम्मर पर्मा कल्चरको चाहिँ फर्मतिर हामी मुभ हुँदैछौँ। ल यो हामी चाहिँ तम्मर पर्मा कल्चरको चाहिँ नर्सरी एरियामा चाहिँ छौँ र यहाँ विभिन्न किसिमका नर्सरीहरू छ, जस्तै यहाँ यो मेकाडोनियट नट, अनि त्यस्तै गरी यहाँ कागती, अनि त्यस्तै गरी यो पनि कागतीकै आइटम हुनसक्छ, लगायत एभोकाडोको बिरुवा चाहिँ यहाँनिर छ र विभिन्न बिरुवाहरू यहाँ उत्पादन भइरहेको छ र सुपथ मूल्यमा बिक्री वितरणको कार्यक्रम पनि यो नर्सरीबाट हुन्छ है। ल यो साइड चाहिँ स्याउको चाहिँ यो ग्राफ्टिङबाट चाहिँ तयार पारिएका बिरुवाहरू छ र यति सानो बिरुवामा पनि स्याउको चाहिँ फल लागिसकेको अवस्था छ। यो सबै ग्राफ्टिङबाट चाहिँ तयार पारिएका बिरुवाहरू हुन् है। ल अब चाहिँ स्याउ चाख्ने कार्यक्रम भइरहेछ, निकै रसिलो रहेछ र सबै सरहरू चाहिँ स्याउ चाख्ने कार्यक्रममा हुनुहुन्छ। कस्तो छ टेस्ट हजुर? यो मिठो छ हैन? यो काँचै कुन चाहिँ मिठो, यो कि हो? यो काँचै पनि मिठो छ, यसो काटेर यो रातो रातो छ र पनि अमिलो छ यो। लक्ष्मी मिस ठिक छ टेस्ट? रातो यो चाहिँ के हो? ए यो त अलिक छुट्टै खालको रहेछ, छुट्टीको रहेछ बाटोमा हैन? ल अझै माथिल्लो बगानमा चाहिँ जानु नै बाँकी छ। यो तल्लो बगान हो, तल्लो बगानको स्याउ चाहिँ हामी चाखिरहेको छौँ है गाइस। ल अहिले चाहिँ ठ्याक्कै हामी स्याउको चाहिँ बगानतिर आइसकेका छौँ र स्याउ चाहिँ बबाल फलेको छ है। ल यहाँ एकदमै ठुलो बगान छ र तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर टक्क टक्कसँगले चाहिँ फलेको छ। यो ठुलो बगान छ, यो ठ्याक्कै बन्दुकेको चाहिँ पर्मा कल्चर सिकाइ थलोमा चाहिँ रहेको स्याउ है यो। ल यो सबै स्याउको बगान होला, हेर्नुहोस् त कस्तो बबाल फलिरहेछ। तपाईँहरू पनि एकदमै अर्ग्यानिक स्थानीय तहमा चाहिँ उत्पादन भएको स्याउ खान चाहनुहुन्छ भने बन्दुकेमा आउनु होला र यो लगभग आधी जति चाहिँ बिक्री भइसकेको भन्ने कुरा आएको छ। त्यही पनि अझै निकै बाँकी रहेको छ। तपाईँहरूलाई चाहिँ यदि खान इच्छा छ र घुम्ने इच्छा छ भने चाहिँ ठ्याक्कै बन्दुके डाँडामा आएर चाहिँ यो चिसो हावा खाँदै टक्कसँगले चाहिँ स्याउ खाएर चाहिँ तपाईँहरूले चाहिँ आनन्द लिन सक्नुहुनेछ। घुम्न आउनु होला है गाइजहरू। ल यस्तो छ स्याउ टक्कसँगले। बवाल फल्या छ नि त स्याउ? टेस्ट चाहिँ कस्तो छ त? ल ठिक छ, हाम्रो टोली स्याउबारी घुम्ने कार्यक्रम चाहिँ चलिरहेको छ। बबाल छ है स्याउ। ल अब एउटा स्याउ चाहिँ चाखौँ भनेको खालको छ, तर कुन चाहिँ चाखौँ भनेर म कन्फ्युज भइरहेको छु होइन। भनिदिनु पऱ्यो। ल यो चाखौँ कि अर्को बोटको यो चाखौँ कि, अनि त्यस्तै गरेर अर्को बोट तपाईँहरूले देख्न सक्नुहुन्छ यतातिर पनि फलेको छ। यो स्याउ चाखौँ कि? ल भनिदिनुहोस् त। अब म चाहिँ चाख्नु पऱ्यो त एउटा स्याउ। कुन चाहिँ चाखौँ त भन्दाखेरि
टक्कसँगले म यो अलिकति सानो खालको स्याउ चाहिँ चाख्नु पर्यो है ल यस्तो छ ल एउटा चाहिँ मैले टिपेँ टेस्ट चाहिँ बबाल रहेछ ल अत्यधिक मात्रामा चाहिँ एकदम बबाल स्याउ फलेको छ हामी चाहिँ विशेष गरी नेपालमा चाहिँ स्याउ अत्यधिक उत्पादन हुने ठाउँ मुस्ताङ भनेर चिन्छौँ यो चाहिँ मुस्ताङमा जत्तिकै चाहिँ स्याउ फलेको छ स्याउको उत्पादन भएको छ र अर्को चाहिँ यो अलिकति नयाँ तरिकाले चाहिँ यो स्याउलाई चाहिँ संरक्षण गरिएको छ चट्टसँगले सबै बाहिरबाट चाहिँ कभर गरेर भित्र राखिएको छ यो सायद चराहरूबाट चाहिँ बचाउनको लागि बनाइएको हुनसक्छ है गाइजहरू ल हेलो दिपसाना स्याउ खाँदैछौ कस्तो छ मिठो छ कि नमिठो भन त यता 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 फर्केर भन्नु न मिठो छ है गुड ल हेलो हेलो ल अहिले चाहिँ हामी 24 गाउँपालिकाको वडा नम्बर 3 को चाहिँ बन्दुके डाँडामा छौँ अत्यधिक मात्रामा चाहिँ स्याउ खेती लगायत अन्य विभिन्न फलफुल खेतीले चाहिँ अहिले चर्चित एउटा लर्निङ ग्राउन्डको रूपमा चाहिँ विकास भइरहेको यो ठाउँमा हामी उपस्थित भइरहेको छौँ यहाँ सर्मिसहरू चाहिँ स्याउ टिप्ने कार्यक्रम र चाख्ने कार्यक्रम पनि भइरहेछ कस्तो भइरहेछ त टेस्ट कस्तो छ एकदम मिठो छ यो कुन जातको थाहा छैन ल धन्यवाद छ हाम्रो खयन सर हुनुहुन्छ र यसको साथसाथै आज चाहिँ हाम्रो संयोगवश चाहिँ यो बन्दुके लर्निङ ग्राउन्डको चाहिँ सञ्चालक समितिको सदस्य आदरणीय दाई गोपीकृष्ण भण्डारीज्यूसँग पनि भेट भएको छ र यो स्याउ खेती र यो बन्दुके लर्निङ ग्राउन्डको चाहिँ व्यवस्थापनको लागि के गर्दै हुनुहुन्छ र आउँदो समयमा चाहिँ के गर्ने योजना छ र अहिलेको यो जुन खेती तपाईँहरूले जुन उदाहरणीय काम गरिराख्नु भएको छ र यो चाहिँ कसरी सञ्चालित भइरहेछ भन्ने बारेमा अलिकति इन्फर्मेसन दिनु न दाजु धन्यवाद सर यो अब विगत 7-8 वर्षदेखि सुरु भएको हाम्रो यो फार्म हो यसमा चाहिँ हाम्रो सञ्चालक समिति लगायत चाहिँ यसको चाहिँ काम गर्ने हाम्रो स्टाफहरू हुनुहुन्छ हजुर यसमा खास गरिकन फलफुलको बिरुवा र यो हाम्रो हावापानीमा हुने फलफुलहरूलाई चाहिँ हामीहरूले प्रयोग गर्दै कुन चाहिँ फलफुलहरू यहाँ सक्सेस हुन्छ हजुर त्यसलाई चाहिँ प्रमोट गर्ने र जुन यहाँ सक्सेस हुँदैन तिनीहरूलाई चाहिँ अलिकति कम गर्दै लाने भन्ने उद्देश्यले हामी विगत 7-8 वर्षदेखि चाहिँ काम गर्दै आएका छौँ अहिले यहाँ अधिकतम रूपमा सक्सेस भएको चाहिँ अहिले स्याउ सक्सेस भएको छ स्याउमा पनि यो ड्रोसेट गोल्डेन र फुजी सक्सेस भएको दुई जातको अरू जातको पनि छ भन्ने सुन्छु अरू जातको चाहिँ त्यति धेरै यिनीहरू चाहिँ राम्रै भइरहेको छ अरू चाहिँ त्यति धेरै सक्सेस भएको चाहिँ भइरहेको छैन र अहिले एक किसिम यसले चाहिँ हामीहरूलाई के सिकाइ भइरहेछ भनेदेखि यो अलिकति सुक्खा क्षेत्र मानिसहरूले यो ठाउँलाई चाहिँ बसाइ यहाँबाट छोडेर अन्यत्र गइरहेको अवस्थामा एउटा हाम्रो जुन फार्म चाहिँ यो नमुना फार्मको रूपमा चाहिँ विकसित भइरहेछ यसले चाहिँ एउटा यो ठाउँमा पनि केही गर्दाखेरि हुँदो रहेछ भन्ने चाहिँ एउटा राम्रो चाहिँ सन्देश र शिक्षा दिइरहेको छ र यो फार्मले त आफ्नो उत्पादनहरू अलिअलि गरिरहेको छ बढाउँदै लगिरहेको छ बिरुवाहरू उत्पादन गरेको छ यसको अलावा स्थानीय हाम्रा यहाँका चाहिँ किसानहरूले यहाँका जनताहरूले पनि यस फार्मबाट चाहिँ सिकेर उहाँहरूले व्यक्तिगत रूपमा पनि आफ्ना चाहिँ फार्महरूमा लगेर बिरुवाहरू लगेर उत्पादन गरेर चाहिँ त्यसबाट आम्दानी लिन पनि थालिसक्नु भएको छ त्यसले गर्दाखेरि हामीहरूलाई यो फार्मको सफलतासँगै स्थानीयवासीहरूको पनि सफलताले गर्दाखेरि हामीलाई यसलाई थप उत्साहित बनाएको छ र अब आगामी दिनहरूमा चाहिँ तपाईँको यसलाई अब जुन बिरुवाहरू जुन फलफुलहरू सक्सेस हुन्छ तिनीहरूलाई चाहिँ अरू प्रमोट गरेर लाने र यसलाई अन्यत्र जस्तै 5 थरतिर पनि यसको चाहिँ कार्यक्रमहरू विस्तार हुँदै गइरहेको छ त्यस अनुरूप चाहिँ यसलाई अरू विस्तार गरेर लाने हाम्रो चाहिँ योजना रहेको छ ल धेरै धेरै धन्यवाद आदरणीय दाइ गोपीकृष्ण भण्डारीज्यूलाई अब आज चाहिँ हामी यही फर्ममा चाहिँ यसरी घुमिरहेछौँ र यहाँनिर स्याउ पनि टिप्ने कार्यक्रम भइरहेछ हाम्रो निरज सरले पनि यहाँ केही इन्फर्मेसनहरू दिँदै हुनुहुन्छ
त्यो चाहिँ ठिक हुन्छ अनि मान्छेले के भन्छ अलिकति आदत थियो फुस्रोले के भन्छ तर फुस्रोमा रस पसेको हुन्छ ल हामी चाहिँ फर्म घुम्ने क्रममै छौँ अब अझै अरू भिडियोहरू हेर्दै गर्नु होला है त हामी स्याउ किनेर चाहिँ लानको लागि तयारी गर्दैछौँ र स्याउ जोख्ने कार्यक्रम भइरहेछ है हाम्रो खन्छ कति केजी हो 2 केजी निरज सरले तयार पार्दै हुनुहुन्छ त्यो स्कुलमा लैजाउँ न आज खाइँदैन होला पर्सि खाँदा पनि त ल 3 केजी चाहिँ मेरो तर्फबाट पर्सि आज चाहिँ फर्म डुलेरै खाएर अगाइयो अब पर्सि खानुपर्छ त्यो चाहिँ अब निरज सरले यहाँ जोख्दै हुनुहुन्छ केजीको कति हो निरज सर ल मात्रै 200 रुपियाँ एकदम अर्ग्यानिक स्याउ तपाईँले यहाँ बन्दुके डाँडामा चाहिँ घुम्नको साथसाथै स्याउ पनि खान पाउनुहुन्छ र किनेर लान पनि पाउनुहुन्छ है गाइजहरू ल घुम्न आउनु होला र स्याउ पनि खानु होला र यो सबै स्याउ खाने टोली स्याउ कति केजी तयार भयो मनोज सर 3 केजी होला सर 3 केजी ल गुड छ हाम्रो बिन्दा मिसले खाएकै हुन्छ म पनि खाँदैछु खानु खायो आज त है स्याउ नानी खायो तिमीले दिप्साना खायो मिठो थियो कि नमिठो मिठो थियो फेरि आउनुपर्छ ल हुन्छ ल ओके हामीले अब स्याउ किन्ने कार्यक्रम लगभग सकिएको छ अब आजको यो बन्दुके डाँडाको चाहिँ घुमघाम अनि त्यस्तै गरेर मिनी पिकनिक को कार्यक्रम चाहिँ लगभग सकिएको छ यहाँहरूले चाहिँ यो आजको यो मिनी पिकनिक र बन्दुके डाँडाको चाहिँ भिडियो र यो स्याउ खेतीको बारेमा चाहिँ इन्फर्मेटिभ भिडियो थियो सबै हेरिदिनु भयो होला त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद दिँदै फेरि अर्को भिडियोमा यस्तै इन्फर्मेसन भएको भिडियोहरू म ल्याएर चाहिँ यहाँहरू समक्ष आउनेछु र भिडियो चाहिँ हेर्दै गर्नु होला र च्यानलमा यदि नयाँ हुनुहुन्छ भने च्यानल पनि सब्सक्राइब गरिदिनु होला है गाइजहरू बाई बाई फेरि भेटौँला